हेलो साथीहरु, आज चाहिँ भने हामीले यहाँ दसैँ लागेको छ। यहाँ सेलरोटी बनाउँदैछ। यहाँ हेर्नुस् है, सेलरोटी बनाउने मालिक। अनि हामीले चाहिँ यो रोटी किन बनाएको भन्नुहुन्छ भनेदेखि चाहिँ अब हामीले चाहिँ यो सेलरोटीको बिजनेस गर्छौं। अनि जसले पनि लिनु मन लाग्छ तपाईहरुले लिनु सक्नुहुन्छ। अनि 100 रुपैयाँको चाहिँ 8 वटा 9 वटा 10 वटा 12 वटा सम्म पनि दिने गरेका छौं। अनि यो चाहिँ सेलरोटी हो। अनि यसलाई जसले पनि खानु मन लाग्छ भयो नि। हाम्रोमा कौन है ये लोग, कहां से आते हैं? Oh my God! Wow! मन लाग्दैन होला यस्तो बनाएको छ। सेलरोटी बनाउन हेर, सेलरोटी बिजनेस गर्न लाटेका। यो चाहिँ मेरो चौकाई यस्तो छ। हाम्रो चौकाई देख्नुभयो, यहाँ भाँडाकुँडो पुरा खडाङखुरुङ पारेको छ। यहाँ चाहिँ भने आगो फुक्ने हो। यहाँ माथि फेरि सुँगुरको बोसो तताउँछ। तामाङको छोराले सुँगुरको बोसो तताउँछ यहाँ। अनि सेलरोटी खानु मन छ भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ।